जब रासोपाले चुनाव जित्यो र बालेन्द्र शाह प्रधानमन्त्री बने, धेरैको मुखबाट सुनियो अब देश विदेशीले चलाउँछ, अमेरिकी सेना आउँछ, भारतको गुलामी सुरु भयो, लुसिफरले जित्यो। तर आज एउटा प्रश्न उठेको छ, आखिर भयो के? देश कहाँ गयो? जनता कति पीडित भयो? जब सरकारले मितव्ययिता अपनायो, मन्त्रालयको सङ्ख्या घटायो, भ्रष्टाचार विरुद्ध अभियान चलायो, अदालत र प्रशासनमा रहेको राजनीतिक सिन्डिकेट तोड्ने प्रयास गर्यो, तब के भन्यो? सरकार निरङ्कुश भयो, लोकतन्त्र सकियो, परम्परा मासियो। जब बालुवाटारबाट होइन, प्रधानमन्त्री कार्यालयबाट सरकार सञ्चालन हुन थाल्यो, प्रधानमन्त्री आफै बसेर काम गर्न थाले, तब आलोचना फेरि सुरु भयो। प्रधानमन्त्री बोल्दैनन् रे। तर विगतमा धेरै बोलेर देश बन्यो कि बिग्रियो भन्ने प्रश्न पनि गर्नुपर्छ नि। सुकुम्बासीहरूलाई व्यवस्थित बसोबास दिने प्रयास भयो, सहर सफा बनाउने काम भयो, सार्वजनिक शौचालय बने, सहकारी पीडितलाई राहत दिन थालियो। भ्रष्ट कर्मचारी र बिचौलियाहरूलाई राज्यका अङ्गहरूबाट टाढा राख्ने अभियान सुरु भयो। के यी काम गलत हुन् त? होइन भने राम्रो काम भनेको के हो? विगतमा ट्रेड युनियन, विद्यार्थी सङ्गठन र कर्मचारी सङ्गठनका नाममा राज्यका हरेक निकाय राजनीतिक भागभण्डाको अखडा बनेका थिए। त्यो संस्कृति हटाउन खोज्दा पनि विरोध भयो। अदालतमा वर्षौँदेखि मुद्दा झुट्याएर नागरिकलाई हैरान पार्ने प्रवृत्ति रोक्न खोज्दा प्रणालीमाथि आक्रमण भयो भन्यो। भारतसँग आँखामा आँखा जुदाएर कुरा गर्न खोज्दा पनि केहीलाई चित्त बुझेन। प्रधानमन्त्री दिल्ली धाउने पुरानो परम्परा तोडिँदा कतिलाई असहज महसुस भयो। प्रश्न यो हो, सधैँ झुकेर बस्ने पुरानो परम्परा राम्रो कि आत्मसम्मानसहित सम्वाद गर्ने नयाँ अभ्यास राम्रो? रासपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच फुट ल्याउने अफवाहहरू अनेकन फैलाइए। तर सरकारभित्र एकता र सहकार्य देखिँदा पनि समस्या किन? आफ्नै पार्टीको सरकार ढाल्ने पुरानो राजनीतिक संस्कार राम्रो कि मिलेर काम गर्ने नयाँ संस्कृति राम्रो? मैले यी कुरा गर्दा कसैले यसलाई अन्ध समर्थन नठान्नु होला। भोलि यो सरकारले गलत बाटो समात्यो भने सबैभन्दा पहिलो विरोध गर्ने म हुनेछु। तर अहिले भएका सकारात्मक कामहरूलाई स्वीकार गर्नु पनि हरेक नागरिकको दायित्व हो। सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ। विख्यात साहित्यकार विलियम शेक्सपियरले भनेका थिए, मानिस सधैँ आफूसँग नभएको कुराको पछि दौडिन्छ र त्यो पाएपछि फेरि अर्को अभाव खोज्न थाल्छ। सायद हाम्रो समाज पनि यही मानसिकताबाट ग्रसित छ। हामीलाई के चाहिन्छ भन्ने स्पष्टता छैन, तर असन्तुष्टि भने धेरै छ। त्यसैले अब निरन्तर नकारात्मकता होइन, तथ्य र परिणाम हेरेर मूल्याङ्कन गर्ने बानी बसालौँ। आरोप मात्र त्यति लगाउँ जुन भोलि प्रमाणित गर्न सकिन्छ। देश बनाउने जिम्मेवारी हामी सबैको हो। वाद र घृणावाद भन्दा माथि उठेर अब मुलुक बनाउने कुरा गरौँ।